Hello guys, welcome back to my new video. अहिले चाहिँ बिहानको 6 बजिरहेछ अनि पानी परिरहेछ। सिमसिम परेको थियो, अहिले चाहिँ ठिकै रोकिरहेछ। अनि आज चाहिँ हामी जाँदैछौँ। आजको डेस्टिनेसन चाहिँ अब मुस्ताङै हुन चाहिँ अब आजको डेस्टिनेसन भनेको चाहिँ मुक्तिनाथ हुनेछ। हामी चाहिँ योपालि कोरोला बोर्डर चाइना बोर्डर जाँदैछौँ लुमनथान। त्यही हो। अरू त के भन्ने, अब सबै रेडी भएर निस्किसक्यो घरबाट। अब म पनि यहाँबाट निस्किनु पर्ने हुन्छ। त्यही भन्दै अहिले पछि बाटोमा भेट्नुपर्छ। ल वेदर चाहिँ यस्तो छ। ल फाइनल्ली हामी ग्याङहरूसँग भेटिसकेको छौँ। व्हाट्सअप मर्निङ यु सब म्यान। गाह्रो अब पक्का क्याप्टेन है राजुको। गाह्रो यो म्यान सब। ल अब यहाँ भेला भएर अब चाहिँ हल्दैछ। गाह्रो के नयाँ नयाँ ब्याग यता नि गाह्रो फेरि हो। ठिकै भयो है, सही हो। मान्छे एउटा अड्डे नि यहाँ अडेस लाउनु नि मिल्यो होइन। बिहान यहाँ बारिस्टा बनाउँछ यार, गाह्रो यार। यो चाहिँ दिदीलाई धन्यवाद भन्नु छैन। अब चाहिँ टाइम फर सुरुवात हुँदै गइरहेको छ। रोजर गाह्रो अल सेट। अब हामी चाहिँ यहाँबाट निस्किनु अब डाइरेक्ट बेनी पेट्रोल हालेर। ल हामी चाहिँ अब चल्दैछ। गाह्रो यहाँ सबै यहाँ रेडी भइसकेको छ। अब चाहिँ जानुपर्ने हुन्छ कविन दाइ। गाह्रो यता छ हाम्रो गाइजहरू। यता गाह्रो कि गाह्रो भ्लगमा यहाँ गोप्रो अन। एयर कन्डिसनरवाला भन्दाखेरि होइन हल्का हामी चाहिँ बेनी आइसक्यौँ। हाम्रो बाइकहरू यहाँ छ। कुरा चाहिँ के हो भन्दा हिजो रातिको पानीले त्यो बोइसरीको बाटो भत्काइदिएर रहेछ। त्यो र आज खोज्दै खोजेन, त्यो बाटो फिक्स छैन होइन। त्यही भएर हामी यहाँ अलिकति अब यहाँ के गर्ने त। अब यहाँ बाइचान्स अहिले पछि अब दिउँसोतिर खोल्यो भने ठिक हो। अन्त त गाह्रो। ल अहिले चाहिँ हामी छौँ बेनीमा। भर्खरै खाजासाजा खाएर यहाँ बाइकहरू अब हामी निस्किने। कुरा चाहिँ के छ भन्दा माथिको बाटो चाहिँ ब्लक होइन। हिजो राति के अरे धेरै त्यो पानी परेर त्यहाँ बाटो नै त्यो भयो रहेछ। अब होपफुल्ली अब त्यहाँ बिस्तारै बिस्तारै बाइकहरू पठाइरहेको अरे। अब त्यो बिस्तारैमा हामी अलिक छिटो परोस् भन्ने मात्रै हो। त्यही हो। अहिले चाहिँ हामी छौँ बेनीमा। के भन्नु सक्छु चाहिँ गर्मी भएर है अति खलु चाहिँ के भन्नु हो। अब हामी निस्किन लाग्यो। वेदर चाहिँ अहिलेसम्म गुडै छ है। तर उताको बाटो चाहिँ खुल्नु पऱ्यो कि। बाटो चाहिँ अब मेन चाहिँ अब हामी बाटोको वेदरको चाहिँ प्रब्लम भएको छैन अहिलेसम्म। पोखरा बाटो पनि गाह्रो के छ भन्नु दिदी। क्याप्टेन व्हाट डु यु वान्ट टु से अबाउट दिस जर्नी। अब यहाँ के भन्छ पहाडको उपर जङ्गलको निचे डिङ 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 डिङ। अब यहाँ रेडी भएर अब चाहिँ चल्दै। त्यो चाहिँ कभर त अहिले उतै गरेर लगाउँला है। ल त्यही हो। अब चाहिँ अहिले पछि भेट्नुपर्छ है त। मुस्ताङमा बोइसरीको हिजो रातिको पानीले गर्दा
यहाँ बाटो पहिरो गएर यहाँ गाडीको भिड देख्न सक्नुहुन्छ। यहाँ तास खेल्दैछ यहाँ। सही हो, यतिको टाइम पास त गर्नु पर्यो नि यहाँ। ओहो, गाह्रो फर्कियो क्या हामी भने के हो भने गाह्रो पार्छ त। उयो त्योहरू त फर्का त यसले त फर्कायो यार। ल मुस्ताङको बाटोको अपडेट चाहिँ के छ भन्दा बैसरीकोमा त्यहाँ पहिरो गएको हुनाले हामी यहाँ सबै अड्केर बसेछौँ। योभन्दा धेरै अब भन्नु केही छैन। गाह्रो गर्मी त्यस्तै। यहाँ त गाडीहरू यस्तो धेरै छ नि होइन, एकदम गाह्रो अवस्था। यता मान्छेहरूलाई गर्मी भएको अवस्था। गर्मी भएको छ गर्मी भयो अरे। अनि अर्को चाहिँ भेजा भइसक्यो इन्डियन देखेर। बाइककाहरूले यस्तो छ। के भनिदेऊ न त। नोड हो गाह्रो। ल अब जो राम्रै कुरिएला जस्तो छ। ल मुस्ताङको यो बाटोमा पहिरो गएर यहाँ चाहिँ हुलहरू चाहिँ राम्रै छ। उता गाडीहरू यति धेरै छ, यता पनि त्यत्तिकै धेरै छ। र कति घन्टामा खोल्ने हो थाहा छैन। यस्तो अहिलेसम्मको कन्डिसन चाहिँ। तलपट्टि खोला पनि राम्रै बढ्यो रहेछ। तल पुरै सेफ्टीको साथै हामी हिलो सिलोबाट बस्ने चान्सले। अरू त केही नै होइन। ल अब यहीँ बसिन्छ। बिहान 6 बजेबाट बन्द गरेको बाटो मुस्ताङको बल्ल 2:30 भयो अहिले। बल्ल खोलेको छ। पहिला उताको गाडीहरू आउन दिइरहेको बैसरीको पहिरो नै। पछाडि दिन धेरै छ मान्छेहरू चाहिँ। बल्ल अगाडिको कन्डिसन हेर्न आएको। यहाँ एउटा हेभी गाडी फसेरहेछ। गाह्रो रहेछ त कन्डिसन त। उहाँ त्यो गाडी फसेरहेछ। पछाडि उता यत्रो लाइन छ, यता नि धेरै छ। बैसरीको पहिरो यो खोला नि बढेर हो रातो आयो होइन। यसो सोच विचार गर्दा चाहिँ यही भिडियो है। आलो त आउनै पऱ्यो नि यार। अघि यत्रो उताकोलाई मात्रै कति कुद्नु है। फाइनल्ली बाटो खुलिदिएको छ यो बैसरीको। अब यसमै अस्ति थियो महाराष्ट्र बनाउनु भएको छैन। गाह्रो मनसुन राइड टु मुस्ताङ भनेको यो पो हो त। गाह्रो के गाह्रो। लप्सी है। हरिफ पाराले तरी है। ल गाह्रो यस्तो छ यहाँको। तर रमाइलो लाग्छ मलाई यो रोड चाहिँ आखिर।
पछाडि दाइहरू आउँदैछ मैले अगाडि मनसुनमा नि अलिकति रिस्क त छ तर छुट्टै तरिकाको मजा छ कि यो मनसुन राइड पनि आफ्नै अलिकति आफू चाहिँ सेफ भएर हिँड्नुपर्छ रिस्क त अब छ ऊ अगाडि अब जाम ला फेरि यो चाहिँ भिड काटेको जाम है यो चाहिँ फेरि अब यो भिड काटेकोमा चाहिँ के भन्छ अरे बाइकहरू चाहिँ पठा भन्थ्यो अब के गरेछ ऊ रोक्नु त रोकेछ यहाँ पनि आपतकालीनै भयो रहेछ तर यता हाल्नु छैन अब यहाँबाट कति बेला हामी उता निस्किने थाहा छैन यस्तो छ यहाँको कन्डिसन चाहिँ अहिले चाहिँ गाह्रो अघि भर्खरै बैसरीकोमा धेरै लामो बेरसम्म बस्यो जस्तो लाग्छ अब यहाँ कति बस्ने हो फेरि अर्को भिड काटेको बाटोको अब फेरि यहाँ जामै यहाँ र बैसरीमा हिजो पानी परेर त्यो भएर चाहिँ अहिले त्यस्तो भयो कन्डिसन ल हामी यो भिड काटेको बाटो नि अब जान लाग्यो नि कस्तो सबैले खिचिहाल्छ क्या तल हेर्नु न यो हो क्या एडभेन्चर भनेको चाहिँ बल्ल दिस इज रियल एडभेन्चर है रिक्स छ त्यही माथि रिक्स सहित अलिकति मजा पनि छ तल त ओहो यता त सही छ त अनि के हो भिडियो गर्ने मान्छेहरू त फेरि नसक्नु छ भिडियो गर्नेहरूलाई नि यसो रमाइलो त दिउँ न असली मजा हो तर अलिकति यो रिस्क छ यसलाई धेरै नै मजा नि लिनु चाहिँ हुँदैन है तर मलाई चाहिँ किन हो खै झन् रमाइलो लाउँछ के यस्तो छ बाटो चाहिँ ल हल्का अफलेन गएको अवस्था म चाहिँ अफलेन त के भन्नु न बाटो त हो जहाँ हिँड्न नि पाइयो आफ्नो मर्जीले गाह्रो दिदी तपाईँ ढुक्क बस्नु न है पछाडि मन्जा दिदी डराइरहेछ कि तर के गर्नु अगाडि बढ्नै पर्यो कि त हिँड्दै जानु पर्यो गाह्रो फेरि गाह्रो सही अनि यति भएपछि त अनि गाह्रो सयो रमाइलो भयो त्यो मलाई चाहिँ दिदी हजुरलाई कस्तो भयो जुत्ताको हालत त्यही त जुत्तामा उस लगाएर हिँड्नै पऱ्यो नि यो अगाडिको इन्डियनहरू चाहिँ कलकत्ताबाट आएर रहेछ अघि त एकैछिन त्यहाँ बैसरीको उसमा के भन्छ अरे जाममा पर्ने बेला राम्रै कुराकानी भयो थियो जस गुड रहेछ गाइजहरू अब अरू त ल यता नि यस्तो हो यता नि सेन्ती हो क्या फेरि ओहो गाह्रो यता चाहिँ के हो फेरि हुन चाहिँ के को जाम हो आम्मा
गाइजहरू चाहिँ खै हो अब म कोही सुनिँदै आइसक्नु भएको रहेछ ठिक छ खै कन्डिसन ल हामी चाहिँ यो भिड काटेको र उताको बैसेरीको बाटोहरू चाहिँ कटेर आइसक्यौँ अब म चाहिँ अगाडि थिएँ अब पछाडि यो सबै गाडीहरू देखेको चाहिँ त्यो जामबाट झ्याप्प निस्केर सबले अगाडि कुदाउँदै कि राम्रैवाला बिहान 6 बजेबाट बाटो बन्द भयो रहेछ अब हामी चाहिँ हाम्रो टोलीहरूलाई कुर्दैछौँ खै कहाँ छ खै थाहा छैन आयो ल गाइजहरू नि आयो यहाँ सुनिल दाइ नि आउनुभयो यहाँ आउँदै गाह्रो रमाइलो भयो है मलाई त्यही भएको के दिन त रमाइलो भयो कि मलाई त हामी चाहिँ अहिले तातो पानी कटेर यता माथि अब रुखतिर जाँदैछौँ रोड कन्डिसन चाहिँ एकदम ब्याड पानी परेछ यताको रोडहरू जस्तो भएको भएछ अब उता रुप्सी गढेसी चाहिँ अफ रोड छैन त्यो चाहिँ राम्रो उता नाट्नेको झर्ना देखाउँछ के गर्नु घुम्नै पऱ्यो फेरि आफूलाई पछाडि चाहिँ पछाडि देखाउनु र साथीहरू हामी चाहिँ आइसक्यौँ रुप्से घरमा झर्ना एकदम ठुलो भइरहेको छ यताबाट देखाइदिनु माथि जाने कि रोक्ने हो